नमस्ते, म सुभाष देवकोटा। राजनीतिमा गुटबन्दीबारे एकजना विद्वानले भनेका छन् कि राजनीतिमा गुटबन्दी, पार्टीभित्रको गुटबन्दी यस्तो रोग हो कि लुतो जस्तो। लुतो लागेपछि लुतो लागेको बिरामीले लुतोको उपचारको लागि विभिन्न हिसाबमा औषधि लिनेदेखि लिएर अनेक अनेक काम गर्नुपर्ने ठाउँमा लुतो कन्याउनमै मजा मान्छ। लुतो कन्याउँदाखेरि शरीरमा घाउ होस्, खुट्टामा, हातमा जहाँ लुतो निस्केको छ, लुतो कन्याउँदाखेरि घाउ होस् तर लुतो कन्याउनमै मजा आउँछ। र लुतो कन्याउँदाखेरि बाहिरी मानिसले, समाजले कस्तो देख्छ, के प्रतिक्रिया जनाउँछ, ओहो यो त फोहोरी रहेछ, यसलाई त लुतो लागेको रहेछ भनेर जेसुकै सोचोस्, तर लुतोको रोगीलाई त्यो केही मतलब हुँदैन। समाजले के भन्छ, छिमेकी देख्ने मान्छेले के भनिरहेका छन्, त्यो केही पनि मतलब हुँदैन। ठाउँको ठाउँमा त्यस्तै ठाउँ पर्यो भनेदेखि त्यो ठाउँबाट पर गएर लुकेर जसरी हुन्छ उसलाई लुतो कन्याउनु छ, लुतो कन्याउनमै मजा आउँछ। त्यसै गरी अहिले हामी देखिरहेका छौँ कि विपक्षी राजनीतिक पार्टीहरू, खास गरी नेपाली काङ्ग्रेस र एमाले यस्तो गुटबन्दीमा अल्झिएका छन् कि गुटबन्दीमा फसेको देखिँदैछ कि काङ्ग्रेसमा त दुईटा समूह भइसक्यो। विशेष महाधिवेशन गरेर विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापा, सभापतिमा निर्वाचित भएका गगन थापा नेतृत्वको काङ्ग्रेस कार्य समिति छँदैछ। आधिकारिक काङ्ग्रेस अदालतदेखि लिएर निर्वाचन आयोगदेखि लिएर सबैले मान्यता दिएर फागुन 21 गतिको निर्वाचन लडेको र त्यसबाट निकै सानो दोस्रो दल बनेको काङ्ग्रेस, नेपालको सबैभन्दा पुरानो पार्टी, ऐतिहासिक पार्टी, लोकतन्त्रको लागि, प्रजातन्त्रको लागि लडेको काङ्ग्रेस पार्टी निकै सानो दोस्रो दल बन्यो। तर निर्वाचन पछाडि त्यहाँ पहिले जुन विशेष महाधिवेशनलाई अस्वीकार गर्ने पक्ष शेरबहादुर देउवा अहिलेसम्म नेपाल आउनुभएको छैन, निर्वाचन अगाडि नै जानुभएको। तर उहाँको पक्षले अहिले शशाङ्क कोइराला, देउवा सभापति हुँदाका महामन्त्री शशाङ्क कोइराला, बिपी कोइरालाका छोरा शशाङ्क कोइराला, उनलाई संयोजक बनाएर एउटा भेला आयोजक समिति निर्माण गरेको छ र निरन्तर रूपमा दुई पक्षबीच अहिलेको आधिकारिक काङ्ग्रेस, गगन थापा नेतृत्वको काङ्ग्रेस र देउवा पक्षबीच सुलहको लागि अनेक पटक वार्ताहरू भइरहेको छ। तर विभिन्न कारण देखाउँदै, विभिन्न न्यू देखाउँदै विद्रोही पक्षले, अहिले कोइराला भनौँ, देउवा पक्षले संस्थापन पक्षलाई विभिन्न आरोप लगाएर हामीलाई अँगाल्न नचाहेको बताइरहेको छ भने संस्थापन पक्षले, गगन थापा नेतृत्वको काङ्ग्रेसले विद्रोही पक्षलाई, देउवा पक्षलाई, अहिलेको शशाङ्क कोइराला पक्षलाई एकतामा आउन नचाहेको र असम्भव मागहरू अगाडि सारेको भन्ने आरोप लगाइरहेको छ। र यस्तोमा गुटबन्दीको जुन लुतो हुन्छ नि, बाहिर समाजले के देखेको छ, काङ्ग्रेस निकै कमजोर भएर दोस्रो दल बनिसक्यो। अब त्यसबाट आफूलाई उकास्नको लागि, फेरि बलियो दल बन्नको लागि के गर्नुपर्ने हो, कसो गर्नुपर्ने हो, पहिलो कुरो त आफू एकताबद्ध हुनु पर्यो। एकताबद्ध भइसकेपछि कहाँनिर कमजोरी रहेका थिए ती कमजोरीहरूलाई सच्याउनको लागि प्रयत्न गर्नु पर्यो। त्यता पनि लागेका होला नेताहरू, तर त्योभन्दा बढ्ता गुटबन्दीमा मैले अघि नै यहाँहरू समक्ष भने कि गुटबन्दीको लुतो यस्तो हुन्छ कि बाहिरी समाजले के हेरिरहेको छ, के देखिरहेको छ, कस्तो प्रतिक्रिया जनाइरहेको छ, त्यो केही पनि वास्ता हुँदैन। गुटबन्दीको लुतो रोग लागिसकेपछि त्यो केही पनि वास्ता हुँदैन। मजाले आफ्नो गुटबन्दीमा आफ्नो पक्षलाई कसरी बलियो बनाउने भन्ने त्यसमा निरन्तर रूपमा लुतो कन्या जसरी लागिरहन्छ। एमालेको कुरो पनि हामीले अहिले नै समाचारहरू हेरिरहेका छौँ कि नेपाली काङ्ग्रेससँग प्रदेशमा गठबन्धन टुटिसकेपछि एमाले र नेकपाको बिचमा नयाँ गठबन्धन हुने सहमति बन्यो। त्यसअनुसार एमाले 3वटा प्रदेशमा मुख्यमन्त्री पाउने भयो। त्यसअनुसार लुम्बिनी र बागमतीमा कुरो मिलेको भनिँदैछ। त्यसमा पनि विवाद थियो। जो संसदीय दलको नेता, त्यो नेतालाई फेरेर अर्को संसदीय दलको नेता बनाउने भन्ने गुटबन्दी, त्यो खालको प्रयास चलेको बताइदिएको थियो। तर लुम्बिनी र अहिले चाहिँ बागमतीमा त्यो प्रयास साम्य भएको, अर्थात् त्यतातर्फ नबढ्ने दुई पक्षबीच सहमति भएको बताइँदैछ। तर कोशीमा भने हालका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाउनको लागि अस्ति केही दिन अगाडि अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल बीच कार्कीलाई नै निरन्तरता दिने सहमति भएको बताइएको थियो। फेरि स्थायी कमिटी सचिवालयका अर्थात् सचिव शेरधन राई, जुन चाहिँ कोशी प्रदेशका एमालेका इन्चार्ज हुनुहुन्छ, उहाँले अध्यक्ष केपी ओलीको सन्देश लिएर कार्कीलाई हट्न अनुरोध गर्नुभएको र त्यसका लागि कार्कीले नमानेपछि हिक्मत कार्की पनि एमालेको सचिव, उहाँले सचिवालयको बैठकबाट निर्णय नभई म हट्दिनँ भन्नु भएपछि शेरधन राईले, अर्का सचिव अर्थात् पार्टीको कोशी प्रदेशका इन्चार्ज शेरधन राईले अध्यक्षको सन्देश बोकेर सांसदहरूसँग
भेटघाट गरेको र सांसदहरूलाई हिक्मत कार्कीको विरुद्ध सही गर्नु, हिक्मत कार्की विरुद्ध लाग्नु भनेका समाचारहरू आएका छन्। र यसैमा अब हिक्मत कार्की र शेरजन राई बिच सुलह भइसकेपछि के शर्तमा भन्दाखेरि नेताहरूसँग, उच्च तहका नेताहरूसँग सल्लाह गरेर अनि यस विषयमा निर्णय लिने भन्ने त्यो सहमति संसदीय दलका सांसदहरूसँगको छलफलमा त्यो सहमति भएको भन्ने सार्वजनिक भएको छ। जसअनुसार यहाँका मुख्यमन्त्री हिक्मत कार्की काठमाडौँ आउने र अध्यक्ष सहितका नेताहरूसँग भेटेर सरसल्लाह गरेर अनि यसलाई समाधान गर्ने भन्ने बताइँदैछ। यस्तोमा अहिले आवश्यकता के थियो त? हिक्मत कार्कीलाई यदि मुख्यमन्त्रीबाट परिवर्तन गर्नुपर्ने भए पनि सहमतिमा गर्नुपर्थ्यो, निर्णयबाट गर्नुपर्थ्यो। होइन, यदि त्यस्तो होइन भने हिक्मत कार्कीलाई फेर्नुपर्ने के आवश्यकता थियो? यदि त्यो खालको आवश्यकता नभइकन गुटबन्दी, मैले अघि नै भने कि गुटबन्दीको रोगीलाई यस्तो स्वाद आउँछ, यस्तो मजा आउँछ कि त्यो मान्छेहरूले के भन्लान्, समाजले के भन्ला, पार्टीकै कार्यकर्ताहरूले के ठान्लान्, पार्टीका मतदाताहरूले के ठान्लान्, अरू पार्टीका मानिसहरूले के भन्लान्, बुद्धिजीवीहरूले के भन्लान्। एमाले सानो हुँदा निकै सानो तेस्रो पार्टी बनेको छ। त्यसलाई उचाल्नको लागि, त्यसलाई फेरि माथि उठाउनको लागि, बलियो पार्टी बनाउनको लागि के गर्ने भनेर सामूहिक प्रयास गर्नुपर्ने, एकताबद्ध प्रयास गर्नुपर्ने ठाउँमा विभिन्न गुट उपगुटमा बाँडिएर एउटा पक्ष हटाउने, अर्को पक्ष नहटाउने, कायम राख्ने, यसरी त्यो त्यति मात्रै होइन, त्यो छलफल मात्रै होइन, सांसदहरूसँग प्रत्यक्ष यसलाई हटाउनको लागि सही गर्नु पर्यो, समर्थन गर्नु पर्यो भन्ने लेभलसम्म, जिल्ला तहका नेताहरूसम्म लबिङ गर्ने तहसम्म पुग्नु भनेको गुटबन्दीको रोग, लुतो रोग जस्तै मान्छेहरूले के भन्नु, कार्यकर्ताहरूले के भन्नु, पार्टीको अवस्था के छ भन्ने कुनै वास्ता भएन। लुतोको रोगीलाई जसरी लुतो कन्याउँदाखेरि जसरी मजा आउँछ, ग्याङ 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 पारेर लुतो कन्याउँदाखेरि जसरी मजा आउँछ, घाउ हुन्छ, थाहा छ। लुतो कन्याउँदाखेरि त्यो ठाउँमा घाउ हुन्छ, रगत निस्किन्छ र त्यो अझ फैलिन्छ, अझ त्यसले दुःख दिन्छ। तर त्यो मतलब हुँदैन कि लुतो कन्याउनुमै आनन्द आउँछ लुतोका रोगीहरूलाई। राजनीतिक दलभित्रको गुटबन्दी छ, त्यो गुटबन्दी पनि लुतो रोगसँग यसै कारणले गर्दा तुलना गरिएको। अहिले विपक्षीहरू, खास गरी काङ्ग्रेस र एमाले यति कमजोर भएका छन्, इतिहासमै कमजोर भएका छन्, इतिहासमा यति धेरै कमजोर भएका थिएनन्, त्यस्तो कमजोर भएका छन्। तर ती पार्टीका नेताहरू त्यो कमजोर अवस्थाबाट कसरी माथि उक्सिने, कसरी एकताबद्ध हुने। पहिलो कुरो त एकताबद्ध हुनु पर्ला नि त, कमजोर पार्टी चाहिँ बलियो हुनको लागि। त्यस पछाडि आफूभित्र सुधारको लागि पनि सहमति निर्माण गर्नु पर्ला। कसरी सुधार गर्ने, कहाँ सुधार गर्ने, त्यसको लागि समीक्षा गर्नु पर्ला। त्यो सबै कतै केही नगरिकन गुटबन्दीको लुतो कन्याउनमा मजा मानिरहेका छन्, जसले अझ रोग बढ्नेछ, जसलाई देखेर समाजका विभिन्न पक्षले हाँसोको विषय बनाउनेछन्, मजाकको विषय बनाउनेछन्, हास्य पात्रको रूपमा हेर्नेछन्। यो कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद, नमस्ते।